दर्शकबिन, तपाईँ जनकपुरमा आउनुहुन्छ र दही खान रुचाउनुहुन्छ भने सावधान। जनकपुर धाम स्थित विश्वकर्मा चौकमा रहेको गोपाल डेरीमा बिक्री वितरण भइरहेका दही गुणस्तरहीन भएको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छड्के अनुगमन गर्दै करिब 105 किलो दही नष्ट गरेको छ। अनुगमनका क्रममा दहीमा पाउडर मिसाएर बिक्री वितरण गरिएको पाइएको छ। यति मात्र होइन, उत्पादन प्रक्रिया पनि अत्यन्तै अस्वास्थ्यकर र अनहाइजेनिक रहेको पाइएको छ। जनकपुर धामका धेरै डेरी उद्योगीहरू वर्षौंदेखि ग्राहकको स्वास्थ्यसँग खेलबाड गर्दै आएका छन्। बजार अनुगमन कमजोर हुँदा उपभोक्ता दैनिक रूपमा जोखिमपूर्ण खाद्य पदार्थ खान बाध्य छन्। आखिर दहीमा पाउडर किन मिसाइन्छ? विशेष गरी केही डेरी व्यवसायीहरूले दहीलाई पाक्लो देखाउन, धेरै उत्पादन निकाल्न र लागत घटाउनका लागि दूधमा पाउडर वा कृत्रिम पदार्थ मिसाएर दही बनाइन्छ। बाहिरबाट हेर्दा दही बाक्लो र आकर्षक देखिए पनि यसले शरीरमा गम्भीर असर पर्न सक्छ। विशेषज्ञहरूका अनुसार गुणस्तरहीन डेरी उत्पादनमा कोलिफर्म ब्याक्टेरिया, एस्टर्च, कृत्रिम थिकनर लगायतका पदार्थ भेट्न सक्ने सम्भावना हुन्छ, जसले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ। स्वादको नाममा जनताको स्वास्थ्यसँग खेल्ने छुट कसैलाई छैन। सम्बन्धित निकायले 1-2 डेरीमा कारबाही गरेर मात्र होइन, जनकपुर धाम भरिका डेरी उद्योगहरूमा कडा अनुगमन गर्नुपर्ने अहिले माग उठिरहेको छ। होटल सिटी पैलेस गेस्ट हाउस एंड फैमिली रेस्टोरेंट अत नास्ता खाना रह के संग संग शुभ कार्य के लेल पार्टी पैलेसक सेहो उचित व्यवस्था रहल अछि। संपर्क स्थान रमानन्द चौक, जनकपुर धाम 9, धनुषा, नेपाल। प्रोपराइटर गौरी शंकर शाह। संपर्क फोन नंबर 041 524 009, तैना मोबाइल नंबर 98 258 55 6 64।